And welcome back to my YouTube channel guys. अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ फेरि पनि अनि यहाँको बाटो चाहिँ हल्का छ अनि त्यही भएर गाइस यो यहाँको बाटो चाहिँ हल्का खराब छ गरे अनि हल्का दुःख पनि छ गाइस अनि त्यही भएर चाहिँ हल्का तर म चाहिँ मस्त सक्छु हिँड्दै यहाँको बाटो अनि हामी चाहिँ खोला चाहिँ यता छ अनि त्यसपछि हामी चाहिँ यता छौँ अनि ल खोला पनि आइसक्यो गाइस खोलामा पनि आइसक्यौँ हामी म चाहिँ मस्त दुगुर गएको छु यो बाटो अनि हिँड्नु चाहिँ सक्दैन अनि यहाँ चाहिँ हामी सिधै हेर्न पानी चाहिँ खाना हुन्छ गाइस अनि खोलामा पनि आइसक्यौँ यहाँ चाहिँ धेरै आवाज आउँदैन अनि अब चाहिँ हामी हिँड्दैछौँ के अरे गाइस कति धेरै पुतलीहरू बटरफ्लाई धेरै नै बटरफ्लाईहरू रहेछ गाइस अनि हामी चाहिँ भर्खर खोला तरियो अब यहाँको बाटो चाहिँ हल्का सजिलो छ यति बाटै छ अनि उताबाट चाहिँ अब सिधै खोलाको बाटो हिँड्नुपर्छ गाइस अनि यस्तो अझ एउटा कुरा गाइस म चाहिँ यो खोलाको भिडियो पहिला पनि हालिसकेको छु योभन्दा पहिला खोलामा आउँदा अनि त्यो भिडियो चाहिँ मेरो अर्को युट्युब च्यानलमा छ त्यो युट्युब च्यानलको नाम चाहिँ सोनिया भट्टराई छ स्पेसमा त्यो पनि सब्सक्राइब गरेर त्यो भिडियो हेर्न नभुल्नु होला अनि हामी चाहिँ यो बाटो सकियो अब यहाँबाट जाँदैछौँ यहाँ चाहिँ दाउरा रहेछ अनि पानी परेको के हो कस्तो पानी है हल्का पानी परे जस्तो पनि छ गाइस गाइस हामी चाहिँ अब आज खास हिँडेको चाहिँ झलुङ्गे पुलमा हो अनि अहिले चाहिँ हामी पौडी खेल्न आउने भन्ने थियौँ के अरे अनि त्यही भएर पौडी खेल्नको लागि खोला कतिको बढेको छ भनेर हेर्न आएको अनि यहाँ चाहिँ खोला अहिले चाहिँ हल्का सानो नै छ के अरे त्यहाँ चाहिँ एउटा र छ समीर भन्ने अनि त्यहाँ चाहिँ कस्तो छ हामीले हेर्ने छौँ राम्रो भयो भने गरौँ पौडी खेल्न आउँला के अरे गाइस यहाँको भ्यू चाहिँ खतरा छ तर म चाहिँ खतरा उफ्री हिँडिदिन्छु हल्का ढुङ्गाहरू पनि चिप्लो नै छ तर पनि हिँड्न चाहिँ सक्छु अनि यहाँ यस्तो छ पुरै पहाड छ गाइस यतातिर गाइस यहाँ चाहिँ कति ठुलो ढुङ्गा रहेछ अग्लो यो के हो है नामै याद आनेको मलाई यहाँ चाहिँ एउटा ढुङ्गा रहेछ यो कत्रो छ देखाउँछ है त त्यति नै हो अनि यता चाहिँ यहाँ पनि एउटा खतरा ढुङ्गाहरू रहेछ अनि पहिला आउँदा चाहिँ हामीले त्यतातिर 60 रुपियाँ भेटेको थियौँ गाइस भाइसँग आउँदा अनि राम्रै देखिँदो रहेछ अनि मेरो चप्पल चाहिँ भिज्यो गाइस पुरै चिप्लेको भयो म ओए खतरा गाइस त हेर्नु त ओ माय गॉड गरे म नामै बिर्सिन्छु यार कस्तो त्यसको नाम के हो गरे त्यो सेतो चरा के खोलातिर आउँछ हिलेको उयो गरे सेतो अहिले देखाउँला गाइस अनि यो त यतैतिर हो कि क्या हामीले अस्ति पैसा भेटेको
यस्तै यस्तै बाटोतिर थियो म त बिर्सेँ गाइस चाहिँ ल्याउ रहेछ खतरा अनि यहाँ चाहिँ माछा पनि छ होला अनि यहाँ चाहिँ के को दबाई रहेछ कहाँ कहाँबाट बगेर आएको छ अनि यस्तो छ फेरि यहाँ ढुङ्गा खाथे कति धेरै अनि गाइस हो त्यहाँदेखि चाहिँ एउटा सानो रहेछ रमा जामै तपाईँलाई एकचोटि हेरौँ न कस्तो रहेछ यहाँ रहेछ गाइस राम्रो त राम्रो रहेछ हल्का हिलो रहेछ कि हिलो रहेछ जाम ओ चाहिँ अस्ति नै हामीले अस्ति नै आउँदा पनि देखेको थियौँ यो पहिलाको ब्लगमा पनि छ अझैसम्म हेरेछ चाहिँ काम गर्दै हेरेको सो गाइस यहाँ चाहिँ खतरा कतै लोटे गाइस गाइस यहाँ चाहिँ खतरा रहेछ मेरो कपाल चाहिँ पुरा भिजेछ गाइस उही गाइस यहाँ चाहिँ खतरा छ सो यहाँ चाहिँ खतरा रहेछ भ्यू गाइस हामी चाहिँ यहाँ ढुङ्गामा उफ्रिँदै हिँडिरहौँ यहाँ चाहिँ माछा मारेर रहेछन् के अरे अनि त्यही भएर खोलाबाट नहिँड्नु ढुङ्गाबाट हिँड्नु भन्छ अनि खतरा लोटेछ गाइस हामी चाहिँ त्यहाँ चाहिँ काम गरिरहन् मस्त पारामा हामी अघिसम्म केही पनि भएको नि अनि हामी चाहिँ मस्त ढुङ्गाबाट उफ्रिँदै आयौँ गाइस पेटै देख्यो गाइस यहाँ चाहिँ झल्लिँदै फुल हल्का हल्का देखेको छ यहाँबाट धेरै ठुलो छैन त्यहाँ मलाई तिर्खा लागेको तर पानी छैन त छ तर खानै मिल्दैन यार कति फोहोर पानी छ त्यो यहाँ चाहिँ गाइस खतरा रेत जस्तै माटो छ हेर्नु खतरा छ होइन हातै पोल्यो कति तातो छ अनि यो चाहिँ खतरा रुख रहेछ गर्मीले पसिना आएको छ गाइस हामीलाई झलुङ्गे पुल ठ्याक्क हाम्रै माथितिर ज छ ए कस्तो दाउरोमा कुच्यो यार मस्त माथि हेर्दै हिँडेको त अनि यो के हो अनि त्यसपछि हामी चाहिँ खोला चाहिँ भ्याइयो अब त हिँडेर अब यो माथिको सानो बाटो छ उता चाहिँ एउटा बुङ्गुरको खोर छ गाइस त्यहाँ चाहिँ एउटा कस्तो गुफा जस्तो देखेको छ नि यार हो त्यो Oh my god. जस्तो देखिरहेछ अनि ठ्याक्क हाम्रो माथि नै छ अहिले अनि यो चाहिँ बुङ्गुरको खोर भयो सो गाइस यहाँ चाहिँ मेरो साम चाहिँ यहाँको बाटो पनि तरियो ए यति लोटेन यहाँ चाहिँ एउटा कति राम्रो घरहरू छ यतातिर फुल थाकिसक्यो यार म त गाइस अनि झलुङ्गे पुल पनि आइसक्यो गाइस गाइस हामी चाहिँ झलुङ्गे पुलमा पुगिसक्यौँ अनि म चाहिँ खतरा थाकेको छु म चाहिँ पसिना भयो अनि थकाइ पनि लागेछ यसो रेस्ट गरेपछि कुरा गरौँला A few moments later.
अझै पनि हल्का थकै त लागेछ अनि पुलमा पनि आइसकियो पहिलाको भ्लगमा पनि आएको थियो अनि त्यहाँ चाहिँ मान्छेहरू छ गाइस पनौती जस्तो त्यहाँबाट चाहिँ राम्रो भ्यू आउँछ अनि अहिले चाहिँ हामी यत्तिकै बसेछ यहाँ पुल हल्लाएर यहाँ गजब बेइज्जती भइरह कस्तो ओ एकैछिन बस यत्तिकै अनि कस्तो अर्कै भइरह क्या हिँड्न पनि गाइस अहिले चाहिँ हामी अनि त्यसपछि अब जाँदैछौँ अनि त्यसपछि अहिले अब झलुङको पुलमा बस्न त बसिएन धेरै जसो धेरै यता चाहिँ मान्छेहरू रहेछ के अरे तब चाहिँ हामी यता फर्किँदैछौँ अहिले यहाँ पानी खान भनेर छौँ घरमा चाहिँ यता कोही पनि मान्छे रहेन उयो घरमा चाहिँ मान्छे रहेन क्या यस्तो जम्मै त यो घरमा चाहिँ हामी पानी खाएर बोल्दा सुकुन मिल्यो गाइस अहिले चाहिँ हामी 10-12वटा भिडियोहरू फोटोहरू खिचेर भ्यायौँ अब चाहिँ हामी खोलाको बाटो चाहिँ नजाने भयौँ यहीँ बाटो जाम अब हल्का ढिलो पनि भयो खोलाको बाटो हल्का ढिलो पनि हुन्छ क्या धेरै अनि त्यही भएर यहाँ चाहिँ हामी यसो बसौँ यहाँबाट चाहिँ भ्यू खतरा देखिरहेको छ झलुङ्गे पुलको अनि हामी चाहिँ मस्त यहाँ चाहिँ बाइक रहेछ बाइकमा बस्दिने हो र भयो गाइस अब चाहिँ हामी जाँदैछौँ झलुङ्गे पुलमा पनि आएर भ्यायो अनि यहाँ चाहिँ हामीले अस्ति नै एउटा स्क्विड गेमको कार्ड पनि भेटेको थियौँ लास्टमा त त्यो फेकै छ गाइस यहाँ चाहिँ अझै एउटा पुल छ सानो पुल्टे म चाहिँ यहाँबाट हामी ठाउँमा लागेको थियो जस्तो नै भन्ने क्या अन्त चाहिँ केटाहरू छ अहिले चाहिँ हामी जाँदैछौँ गाइस अब बाटोमा पनि आइसक्यो अनि यो चाहिँ हजुर सरप्राइजको लागि गिफ्ट अनि सो हामी चाहिँ बाटोमा आइसक्यो अब अहिले यतै त कोही पनि छैन धेरै जसो मान्छेहरू छैन हामी चाहिँ अब बाटोमा पनि आइसक्यो गाइस मस्त पारामा कस्तो अनि यस्तो छ फुल पनि छ गाइस अनि ट्रक आयो सकियो अनि आजको भ्लग चाहिँ यति नै अनि गुड बाई गाइज